वेलकम बैक टू माई चैनल डे 5 मिनी व्लॉग्स। आज चाहिँ हामी आएको छौं आश्रम राइनस नगरपालिका राइनस नगरपालिका 8 हैन। सो यता हामी चाहिँ आएको छौं दिदी आन्टी मामु भाइ तीनटा भाइहरु अनि म। सो अब यहाँ चाहिँ मर्स्याङ लिनिरहेको चाहिँ फ्रेंड्स इसका निकनेम चाहिँ कालेडन हो। हेर्नुस् मेरो भाइ कालेडन। यो चाहिँ मेरो भाइ सेतेडन। मेरो भाइ पुकुडन। फ्रेंड्स यो चाहिँ जंगलको बिचमा रहेको छ। कल 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 आवाज आइरहेको छ। यो चाहिँ मर्स्याङ दिको किनारामा रहेको छ है। यो चाहिँ सर्वोदय सेवा आश्रम हो। हाम्रो पुकुडन लडेको अवस्था छ। यहाँको प्राकृतिक सुन्दरता चाहिँ एकदमै राम्रो रहेको छ, एकदमै ब्युटिफुल। यो देखेर हैन स्क्वायर बस्छ जस्तो लागिरहेको स्क्वायर। कसको खेत रहेछ, एकदमै यहाँ धान छ, काँचो धान। यो चाहिँ हामी आश्रममा अलिकति अगाडि नै आइसकेको छौँ। उता चाहिँ आश्रम हो। यहाँ चाहिँ 3टा बाटो रहेछ, 1 2 3। सो यता चाहिँ सबैजना भिडियो बनाउने। यो मेरो दिदीको च्यानल पनि छ, सब्स्क्राइब गरिदिनुस् होला। दिदीको पनि च्यानल छ इडिएम आइक्यू 52 यसको हो हैन। अनि एउटा प्रिसियस मोमेन्ट 52 हैन। त्यसको च्यानल सब्स्क्राइब गरिदिनु रे। बन्द गर्दैन सबैलाई हामी इन्टर गर्दै छौं आश्रममा। यहाँ गरिबी मान्छे वाला छैन। इन्टर हुँदैमा गणेश भगवानको मूर्ति छ, घर छ, उता पनि घरहरू छ र उता एउटा सर्वोदय सेवाश्रम आश्रम हो यो चाहिँ। फ्रेन्ड्स यो चाहिँ धर्मनाथ धाम हो। सेन्टरेट यहाँ चाहिँ भगवानहरूको मूर्तिहरू छ। जुत्ता खोल्नुपर्छ। छाम जुत्ता होला, जुत्ता खोल्यो कि होइन हो। चप्पल खोलेको रहेछ न। यो चाहिँ पाङ्जीबाट देखिने त्यो मूर्ति हो कि शिव भगवानको। Guys, thank you for watching. Hope you guys will also visit here. Thank you.